वेलकम टु माई च्यानल। यो च्यानलमा चाहिँ मैले यही क्लास 10 को भिडियो भइहाल्यो, त्यसै गरी ब्याचलर्सको, मास्टर्सको र प्लस 2 को भिडियोजहरू हाल्ने गरेको छु। ती भिडियोजहरू चाहिँ गाह्रो गाह्रो टपिकहरूमा जस्तै म्याथमेटिक्स र अकाउन्टिङमा हुने गरेको छ। अब यस्तो जस्तै यो क्लास 10 को भिडियो हेर्दै हुनुहुन्छ भने सायद क्लास 10 मै पढ्दै हुनुहुन्छ होला। क्लास 10 को पनि म्याथमेटिक्सको केसमा लगभग सबै एरिया, सिलेबसको सबै पार्ट कभर हुने गरेर चाहिँ मैले भिडियो हालि नै सकेको छु। अब यदि मेरो कन्टेन्ट राम्रो लाग्यो, मैले पढाउने स्टाइल राम्रो लाग्यो भने तपाईहरुले लाइक, सब्स्क्राइब र कमेन्ट गर्न नभुल्नु होला। त्यो बाहेक यदि तपाईलाई ट्युसन क्लासेसहरु चाहिएको छ, ट्युसन क्लास पढ्न मन छ भने WhatsApp नम्बरमा, मैले यता प्रोवाइड गरेको WhatsApp नम्बरमा तपाईले मेसेज पनि गर्न सक्नुहुन्छ अथवा कल पनि गर्न सक्नुहुन्छ। अब ढिलो नगरिकन पढाइतिर लागौं है त। अकाउन्टिङको हामीले बैंक के भइसक्यो भने बैंक क्यासबुक, रिकन्सिलिएसन स्टेटमेन्ट अनि जर्नल भाउचर अनि रेक्टिफिकेसन एन्ट्री तिनै हो हैन। अनि स्टेटमेन्ट अफ एक्सपेन्डिचर पनि भइसक्यो है। अब त्यो बाहेक अब अर्को 8 मार्क्समा सोध्ने नै 8 मार्क्समै सोध्ने क्वेशन चाहिँ यो अरमा पनि हुँदैन है। यो चाहिँ नर्मली यो सोध्ने क्वेशन मध्ये चाहिँ एकदमै इम्पोर्टेन्ट, वान अफ द इम्पोर्टेन्ट क्वेशन चाहिँ के हो त, यही प्रॉफिट एन्ड लस एकाउन्ट, ट्रेडिङ एन्ड प्रॉफिट एन्ड लस एकाउन्ट बनाउनु पर्यो। अनि त्यसपछि अर्को चाहिँ के गर्नु पर्यो भन्दाखेरि त्यसकै बेसिसमा ब्यालेन्स सिट बनाउनु पर्यो है। अब तिमीहरूको केसमा गिभन दिएकै हुन्छ, त्यही गिभनको जुन इन्फर्मेसनहरू हुन्छ तिनै चिजलाई चाहिँ भर्ने मात्र हो है प्रॉफिट एन्ड लस एकाउन्टमा। तर के इन्फर्मेसन भर्नुपर्छ, के इन्फर्मेसन भर्नु पर्दैन त्यो त बुझ्नु पर्यो नि त प्रॉफिट एन्ड लस एकाउन्टमा। डेबिट साइडमा के भर्ने, क्रेडिट साइडमा के भर्ने हैन। अब ट्रेडिङ एन्ड प्रॉफिट एकाउन्टको केसमा चाहिँ हामीले के गरेका थियौँ त, डेबिट साइडमा के गरेका थियौँ त, मैले अघि नै बुझाउँदाखेरि ट्रेडिङ एन्ड प्रॉफिट एकाउन्टको केसमा, ट्रेडिङ एकाउन्ट भनौँ न, प्रॉफिट एन्ड लस भन्नु आएछ। ट्रेडिङ एकाउन्टको केसमा हामीले के गरेको थियौँ त, डेबिट साइडमा के इन्ट्री गरेर आएको थियौँ त, खर्चहरू, ओपनिङ स्टक इन्ट्री गराएको थियौँ अनि बाँकी सबै एक्सपेन्डिचरहरू इन्ट्री गराएको थियौँ। क्रेडिट साइडमा चाहिँ के गराएको थियौँ त, सेल्स इन्ट्री गराएको थियौँ र क्लोजिङ स्टक इन्ट्री गराएको थियौँ। अनि त्यसपछि त्यो टोटल कति हुन आयो त्यो निकालेको थियौँ। अब सपोज डेबिट साइडको टोटल चाहिँ क्रेडिट साइडको टोटलभन्दा कम भयो भने चाहिँ, मतलब खर्च हो नि त डेबिट साइडमा हामीले इन्ट्री गरेको खर्च, हाम्रो आम्दानी क्रेडिट साइडमा त सेल्स अनि ओपनिङ क्लोजिङ स्टक भनेर बाँकी रहेको सामान, हाम्रो आम्दानी भन्दा चाहिँ खर्च कम हुन गयो भने चाहिँ के रहेछ त, प्रफिट हुने त हो नि। वेन आवर अर्निङ इज हायर देन आवर एक्सपेन्सेस, त्यति बेला नै प्रफिट हुने हो भनेपछि त्यसमा चाहिँ लास्टमा चाहिँ यता के गर्थ्यौँ त, बाई ग्रस प्रफिट भनेर के गरिदिन्थ्यौँ त, डेबिट साइडमा इन्ट्री गरिदिन्थ्यौँ अनि यसको भ्यालु इज इक्वल्स टु यसको भ्यालु गर्थ्यौँ कि गर्दैनथ्यौँ त। सपोज यता खर्च हाम्रो 50,000 थियो अरे हैन, हाम्रो आम्दानी चाहिँ 60,000 भयो भने प्रफिट कति भयो त, 50,000 खर्च 60,000 आम्दानी भनेपछि प्रफिट कति 10,000 हो कि हैन। त्यो 10,000 को इन्ट्री पनि यही डेबिट साइडमै गरिदिन्थ्यौँ, हाम्रो बाई ग्रस प्रफिट भनेर 10,000 इन्ट्री गरिदिन्थ्यौँ। अनि त्यो गर्ने बित्तिकै कति भयो त, 50,000 प्लस 10,000 पनि 60,000 हुने भयो, यता 60,000 पनि 60,000 हुने भयो। यसरी हामीले चाहिँ ट्रेडिङ अकाउन्टलाई चाहिँ एउटा ब्यालेन्समा चाहिँ राख्ने गर्थ्यौँ है। त्यसैगरी प्रॉफिट एन्ड लस एकाउन्टको केसमा चाहिँ अब हामीले कसरी बनाउँछौँ त, प्रॉफिट एन्ड लस एकाउन्ट भनेको चाहिँ त्यही ट्रेडिङ अकाउन्टको बेसिसमा है। अब तिमीहरूको केसमा चाहिँ ट्रेडिङ एन्ड प्रॉफिट एन्ड लस एकाउन्टै भन्ने गर्छ, तर अब प्रॉफिट एन्ड लस एकाउन्ट छुट्टै हुन्छ काइन्ड अफ, ट्रेडिङ अकाउन्ट चाहिँ छुट्टै हुन्छ क्या। अब त्यो केसमा चाहिँ के हुने भयो त, यसमा प्रॉफिट एन्ड लस एकाउन्टको डेबिट साइडमा के इन्ट्री गर्नु पर्यो अनि क्रेडिट साइडमा चाहिँ के इन्ट्री गर्नु पर्यो त्यो चाहिँ बुझ्नु पर्यो नि त। अब त्यो चाहिँ कसरी के चाहिँ इन्टर गर्नुपर्छ भन्ने कुरा चाहिँ कसरी थाहा पाउने भन्दाखेरि, अघि जुन मैले अघि भनेको थिएँ नि भर्खर, डेबिट साइडमा चाहिँ के गराएको थियौँ त, डेबिट साइडमा चाहिँ प्रफिट छ भने हामीले बाई ग्रस प्रफिट भनेर कहाँ लेख्थ्यौँ त, डेबिट साइडमा लेख्थ्यौँ कि लेख्दैनौँ थियौँ, त्यो ट्रेडिङ एकाउन्टको केसमा हो नि त हो। त्यो डेबिट साइडमा लेखेको चिज चाहिँ अबको यो प्रॉफिट एन्ड लस एकाउन्टमा चाहिँ क्रेडिट साइडमा लेख्नुपर्छ, बुझ्यो। भनेपछि बाई ग्रस प्रफिट बिडी भनेर के गर्यौँ त, क्रेडिट साइडमा भयो कि भएन, यो चाहिँ बुझ्नु पर्यो है। यति बुझेपछि यहाँ मेन त ग्रस प्रफिटको इन्ट्री चाहिँ फेरि हामीले पहिला त फेरि के गराएको थियौँ त, ग्रस प्रफिटको इन्ट्री त के गराएको थियौँ त, डेबिट साइडमा गराएको थियौँ नि। त्यो ट्रेडिङ एकाउन्टको केसमा गरेको थियौँ भने अब यसमा पनि यही डेबिट साइडमै हुन्छ भन्ने चाहिँ सोच्नु भएन। यसमा चाहिँ कहाँ हुँदो रहेछ त, ग्रस प्रफिटको इन्ट्री क्रेडिट साइडमा इन्ट्री हुँदो रहेछ है। अलिकति कन्सेप्ट बुझौँ, त्यो गरेपछि बल्ल क्वेसन गर्दाखेरि चाहिँ अनि कन्फ्युजन हुँदैन, मिस्टेक हुँदैन क्या। अब यसमा चाहिँ इन्ट्रीहरू के गर्नुपर्छ, कहाँ गर्नुपर्छ भन्ने कुरो है। अब हाम्रो प्रफिटहरू अथवा हामीले अर्निङहरू जे गरेर आउँछौँ नि प्रफिटसँग रिलेटेड, त्यो चाहिँ कहाँ इन्ट्री हुन्छ त, क्रेडिट साइडमा हुन्छ। यो चाहिँ कता के हुने रहेछ त, अर्निङ र अर्को चाहिँ प्रफिट इन्ट्री चाहिँ कहाँ हुँदो रहेछ त, क्रेडिट साइडमा हुन्छ भन्ने बुझ। र त्यसै गरी डेबिट साइडमा चाहिँ के इन्ट्री हुन्छ त, एक्सपेन्सेसहरू, बुझ्यो, खर्चहरू डेबिट साइडमा। त्यो त ट्रेडिङ एकाउन्टमा पनि त्यही नै त थियो नि, खर्चहरू डेबिट साइडमा अनि अर्निङ भनेको के थियो त, क्रेडिट साइडमै थियो। तर ट्रेडिङ एकाउन्ट र प्रॉफिट एन्ड लस एकाउन्टको फरक चाहिँ के त भन्दाखेरि,
बाई ग्रस प्रफिट चाहिँ कता इन्ट्री गरिया हुन्छ त, यता गरिया हुन्छ। अब ट्रेडिङ एकाउन्टको केसमा चाहिँ के गर्नु पर्थ्यो त, यो बाई ग्रस प्रफिटको सट्टामा के हुन्थ्यो त, ट्रेडिङ एकाउन्टमा एउटा सेल्स हुन्थ्यो अनि अर्को चाहिँ के हुन्थ्यो त क्लोजिङ स्टक हुन्थ्यो हैन। अनि डेबिट साइडमा चाहिँ के हुन्थ्यो त ओपनिङ स्टक हुन्थ्यो भने यसको चाहिँ स्टार्टिङमा ग्रस प्रफिटबाट स्टार्ट गर्ने भने चाहिँ प्रफिट चाहिँ कहाँ इन्ट्री गर्नु पर्यो, क्रेडिट साइडमा इन्ट्री गर्नु पर्यो, किनकि त्यो त अर्निङ हो नि त, त्यसैले प्रफिट क्रेडिट साइडमा रहेछ है। त्यसै गरी रेन्ट रिसिभ, अब के गरेर क्वेसनमा रेन्ट रिसिभ पनि भनेको छ भने हामीले रिसिभ गरेको रेन्ट हो क्या यो चाहिँ, हामीले तिर्नु परेको रेन्ट होइन कि हामीले रिसिभ गरेको रेन्ट, त्यो पनि कहाँ हुने भयो त अर्निङ हो नि त, क्रेडिट साइडमा इन्ट्री गर्नुपर्छ। मिसेलेनियस रिसिप्ट भनेको चाहिँ के भन्दाखेरि अब मिसेलेनियस अरू हाम्रो यो जुन अब इन्ट्रेस्ट रिसिभ, डिस्काउन्ट रिसिभ, डिभिडेन्ड रिसिभ, यिनीहरू जुन टाइटलहरू छ नि त्यो टाइटलमा नपर्ने चिजहरू चाहिँ मिसेलेनियसमा पऱ्यो क्या, तिनीहरू पनि अब हामीले रिसिभ गरिरहेको छौँ, एउटा काइन्ड अफ अर्निङ गरिरहेको छौँ भने त्यो पनि कहाँ इन्ट्री गर्नु पऱ्यो, क्रेडिट साइडमा। इन्ट्रेस्ट रिसिभ पनि कहाँ इन्ट्री, क्रेडिटमा। डिस्काउन्ट हामीले पाइरहेको छौँ भने पनि त्यो क्रेडिटमा। जस्तै 50,000को सामान किनेको थियौँ अरे होइन, सामान थियो अरे, त्यसमध्ये 10,000 चाहिँ हामीले डिस्काउन्ट दियो भन्यो भने चाहिँ के गर्ने त, अब सामान किनेको चिजलाई चाहिँ कहाँ 50,000को इन्ट्री कहाँ हुन्छ त, यहाँ हुन्छ होइन, डेबिट साइडमा हुन्छ, एक्सपेन्सेस हो नि त, र 10,000 डिस्काउन्ट हामीलाई दियो नि त भन्नुपर्छ, त्यो इन्ट्री चाहिँ कहाँ गर्नु पऱ्यो, क्रेडिट साइडमा गर्नु पऱ्यो भन्ने बुझ्यो। ल त्यो बाहेक अरू के इन्ट्री गर्नु पर्दो रहेछ त क्रेडिट साइडमा। डिभिडेन्ड रिसिभ, डिभिडेन्ड भनेको के हो त, डिभिडेन्ड भने सेयर होल्डरलाई एउटा क्यास डिभिडेन्ड अथवा स्टक डिभिडेन्ड, अहिलेको लागि ल क्यासै डिभिडेन्ड भनौँ, सेयर होल्डरलाई दिने डिभिडेन्ड हुन्छ कि, अब कम्पनीहरूले सेयर होल्डरलाई पैसा दिन्छ कि दिँदैन, एउटा सर्टेन सेयर छ भने सेयर भएको मान्छेहरूलाई पैसा अलिकति क्यास डिभिडेन्डको रूपमा दिन्छ कि, त्यो डिभिडेन्ड चाहिँ हामीले पायौँ रे, त्यो हुँदाखेरि पनि त्यो पनि के हो त इन्कम हो नि त, त्यो पनि क्रेडिट साइडमा इन्ट्री गर्नु पऱ्यो। अनि प्रोफिट अन सेल अफ फिक्स्ड एसेट भन्यो भने पनि के हो त, हाम्रो सर्टेन सामानहरू जस्तै कुनै मेसिनरी छ अरे होइन, त्यो मेसिनरी हामीलाई बेच्नुपर्ने अवस्थामा थियौँ अरे है, त्यो बेच्यौँ भने त्यसमा जति प्रफिट हुन्छ नि, सपोज प्रफिट भयो भनेको केसमा चाहिँ त्यो कहाँ इन्ट्री गर्नु पऱ्यो, क्रेडिट साइडमा इन्ट्री। तर लस अन सेल अफ फिक्स्ड एसेट हुँदाखेरि कहाँ इन्ट्री गर्नुपर्छ, डेबिट साइडमा, लस हो नि त, घाटा भयो नि त, एक्सपेन्सेस हो नि त। अनि बाई ब्याड डेट रिकभर्ड भनेको कहाँ इन्टर गर्नु पऱ्यो, ब्याड डेट भने के हो थाहा छ, क्वेसनमा अब ब्याड डेट रिकभर्ड भन्यो अथवा ब्याड डेट यति चाहिँ रिकभर भयो भनेर भन्यो भने चाहिँ ल 10,000 रिकभर भयो भने के भन्नु खोज्यो भन्दाखेरि ब्याड डेट भन्ने कुरा चाहिँ हामीले कति बेला लेख्छौँ त भन्दाखेरि एउटा टाइटल दिन्छौँ कि ब्याड डेट। हामीले जस्तै कसैलाई 10,000 रुपियाँको सामान दिएको थियौँ अरे होइन उधारोमा, तर त्यो उधारोमा दिएको सामान उसले उधारो नै तिरेन अरे, त्यो सामानको उधारो नै तिरेन भने त्यो चाहिँ के भयो त, तिरेन पछि नै तिर्छ जस्तो लागेन भने चाहिँ हामीले ब्याड डेट टाइटल दिएर चाहिँ खर्च भयो हाम्रो भन्ने हिसाबले चाहिँ एक्सपेन्सेसमा इन्ट्री गरे हुन्थ्यौँ कि। त्यो चाहिँ अब रिकभर्ड भन्नुको अर्थ के त, हामीले पायौँ अरे ब्याड डेट, त्यो हामीले जुन उधारो दिएको थियौँ त्यसले पैसा तिर्दैन, अब पैसा तिर्दैन होला भनेर जुन छोडेको थियौँ पैसा त्यो चाहिँ रिकभर भयो भने त्यो त आम्दानी हो नि त, त्यो पनि कहाँ इन्ट्री गर्नु पऱ्यो, क्रेडिट साइडमा इन्ट्री। कम्पेन्सेसन रिसिप्ट, कुनै चिजको बापत हामीले पैसाको कम्पेन्सेसन पायौँ भने पनि त्यो के भयो त, कम्पेन्सेसन रिसिप्ट पनि क्रेडिट साइडमा। कमिसन पायौँ भने पनि त्यो पनि क्रेडिट साइडमा। अप्रेन्टाइज प्रिमियम भनेको पनि के हो त, क्रेडिट साइडमा है, यो प्रिमियमहरू पनि के हुन्छ त, क्रेडिट साइडमा इन्ट्री नै हुन्छ, बुझ्यो। क्रेडिट साइडमा अब इन टोटल के रहेछ त, त्यसो भए एउटा चाहिँ प्रफिटलाई इन्ट्री गर्दो रहेछौँ, अर्को चाहिँ आम्दानीहरू अर्निङहरूलाई के गर्दो रहेछौँ, क्रेडिट साइडमा इन्ट्री गर्नु पर्दो रहेछ प्रफिट एन्ड लस एकाउन्टको केसमा, बुझ्यो। अब गिभनमा जे छ नि त्यसमध्ये अब प्रफिट हाम्रो आम्दानी के हो त्यसलाई प्लस 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 साइन गरिदिने इक्जामको अब जस्तै पेपरमा, अनि त्यसलाई चाहिँ केसमा इन्ट्री गरिदिने त, क्रेडिट साइडमा इन्ट्री गरिदिने भन्दा हुन्छ। अब एक्सपेन्सेसहरू चाहिँ के पर्छ त, स्यालेरी दिएछौँ, 2 स्यालेरिज भनेर लेख्नु पऱ्यो है। अब एउटा कुरा चाहिँ बुझ, बाई लेखेको छ नि यता, क्रेडिट साइडमा बाई लेख्नुपर्छ अगाडि, डेबिट साइडमा इन्ट्री गरेको छ भने त्यसलाई के लेख्नु पऱ्यो, 2 लेख्नु पऱ्यो है। 2 स्यालेरिज दिएको छौँ भने त्यो के हो त, हाम्रो खर्च हो कि होइन, त्यो पनि डेबिट साइडमा इन्ट्री। सेल्स कमिसन त्यो केमा इन्ट्री गर्नु पऱ्यो, डेबिट साइडमा। अदर सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेसहरू हामीलाई दियो, त्यो पनि सामान बेच्दा र डिस्ट्रिब्युसन गर्दाखेरिको खर्चहरू होइन, त्यो पनि केसमा पऱ्यो त, यही डेबिट साइडमा। पोस्टेज एन्ड टेलिग्राम पनि डेबिट साइडमा। इन्सुरेन्स पनि डेबिट साइडमा, इन्सुरेन्स तिर्यौँ नि त। इलेक्ट्रिसिटी चार्ज पनि डेबिट साइडमा, हाम्रो चार्जेसहरू यो टेलिफोन चार्ज पनि के हो, डेबिट साइडमै हुने भयो। जेनरल एक्सपेन्सेसहरू भनेको नर्मल्ली अब हुने एक्सपेन्सेसहरू चाहिँ के हुने भयो, यो पनि डेबिट साइडमा। लिगल चार्जेस भनेको अब विभिन्न यही अब हाम्रो ट्रेडिङहरू गर्दाखेरि लिगल खर्चहरू पनि हुन्छ नि त, लिगल फीहरू लयरहरूलाई लाउनु पर्ला, अनेक चार्जेसहरू लाग्ला होइन, अथवा लिगल चार्जेसमा अब कुनै लले नै यो यसको चाहिँ यति चार्ज लाग्छ, यसलाई यतादेखि यता लगेको सपोज यति चार्ज लाग्छ, अथवा डकिङ फी त छुट्टै हुन्छ ल, सपोज एउटा ठाउँमा ट्रान्सपोर्ट गरेको यति चार्ज लाग्छ भने त्यो पनि के हो त, लिगल चार्जेस हो कि होइन, त्यो लिगल चार्जेस पनि केसमा राख्नु पऱ्यो त, डेबिट साइडमै इन्टर गर्नु पऱ्यो। डिस्काउन्ट अलाउड, डिस्काउन्ट दियौँ भने पनि त्यो केसमा इन्ट्री गर्ने डेबिट साइडमा। अघि डिस्काउन्ट रिसिभ गर्दाखेरि के हुन्छ,
क्रेडिट साइडमा आम्दानी हो। तर डिस्काउन्ट दियौँ भन्नुको अर्थ के हो त? हाम्रो आम्दानी हो त त्यो होइन नि। जस्तै 50,000 को सामानलाई हामीले डिस्काउन्ट दिएर 10,000 डिस्काउन्ट दिएर 40,000 बेच्यौँ भने 10,000 डिस्काउन्ट जति दिएको थियौँ नि त्यो त हाम्रो खर्च हो कि होइन त? त्यसैले त्यो पनि कहाँ इन्ट्री गर्नु पर्यो? डिस्काउन्ट अलाउड टाइटल दिने र डेबिट साइडमा इन्ट्री गरिदिने। अडिट फिज, अब अडिट हाम्रो खर्चहरूको हाम्रो विभिन्न ब्यालेन्स सिट क्यास बुकहरूको त अडिट त गराउनु पर्यो अडिटरबाट, त्यो अडिट फी पनि डेबिट साइडमा इन्ट्री हुने भयो, खर्च हो नि त। ब्याङ्क चार्जेस, ब्याङ्कले लिने चार्जेस त्यो पनि डेबिट साइडमा। टु इन्ट्रेस्ट भनेको छ नि, यो इन्ट्रेस्ट भने लोनको इन्ट्रेस्ट हो है, हामीले लोन सोन लिएको छौँ त्यसको इन्ट्रेस्ट तिर्नु परेको छ भने टु इन्ट्रेस्ट टाइटल दिने, त्यो पनि केसमा इन्ट्री गरिदिने? डेबिट साइडमा इन्ट्री गरिदिने। अब फ्री स्याम्पल डिस्ट्रिब्युसन, स्याम्पल डिस्ट्रिब्युसन पनि फ्रीमा डिस्ट्रिब्युट गरिरहेको छ भने खर्च त हुन्छ नि त हाम्रो, त्यो खर्चलाई फ्रीमा डिस्ट्रिब्युट गरिरहेको छ भने त त्यो खर्च हो भन्छ, त्यो पनि केसमा डेबिट साइडमा। इस्टाब्लिसमेन्ट चार्जेस, डोनेसन एन्ड च्यारिटिज, यिनीहरू सबै खर्च है, अब म प्रत्येक बुझाइरहनु। अदर अफिस एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस, त्यसै गरी एडभर्टाइजमेन्ट गरेको एक्सपेन्सेस, रिफ्रेसमेन्ट एक्सपेन्सेस, इन्टरटेनमेन्ट एक्सपेन्सेस, एक्सपोर्ट ड्युटी भने के त? बाहिरको देशमा एक्सपोर्ट गर्दाखेरिको लाग्ने चार्ज, त्यो पनि केसमा डेबिट साइडमा खर्च हो नि त हाम्रो। वेयरहाउस एक्सपेन्सेस, डिरेक्टर्स फिज, सेल्स ट्याक्स, ट्रेड एक्सपेन्सेस, ब्याड डेप्स। अब यी टु ब्याड डेप्स भनेर यता डेबिट साइडमा इन्ट्री गर्यो कि गरेन? अनि ब्याड डेप्ट रिसिप्ट भनेको के हुन्छ त? ब्याड डेप्ट रिसिप्ट केसमा इन्ट्री हुन्छ भन त ल? ब्याड डेप्ट रिसिप्ट केमा इन्ट्री? हामीले ब्याड डेप्ट पायौँ नि त, मतलब हामीले जुन खर्च ब्याड डेप्ट भनेर चाहिँ के बुझ्नु पऱ्यो भन्दाखेरि हामीले कसैलाई ल सपोज उधारोमा सामान दिएको थियौँ, सपोज 10,000 को सामान दियौँ रे होइन, त्यो 10,000 को सामान उसले फिर्तै दिन मानेन, फिर्तै दिएन, मान्छे भाग्यो भने के हो त? त्यो ब्याड डेप्ट भयो क्या। त्यो ब्याड डेप्ट हुँदाखेरिको केसमा त्यो खर्च हो कि होइन? खर्च हो भने त्यसलाई के गर्नु पऱ्यो त? डेबिट साइडमा इन्ट्री गर्नु पऱ्यो। र ब्याड डेप्ट रिसिप्ट भन्दाखेरि हामीले किन क्रेडिट साइडमा इन्ट्री गरेको त? त्यो खर्च चाहिँ के भयो त? हामीलाई रिटर्न आयो अरे, त्यसले ब्याड डेप्ट हामीले टाइटल दिएको थियौँ, खर्च मानेको थियौँ, त्यो उसले ब्याड डेप्ट भएन, पैसा फिर्ता दियो अरे, त्यो केसमा के हुने भयो त? क्रेडिट साइडमा हुने भयो कि भन्नु त? किनकि त्यो त इन्कम भयो नि त, एक्सपेन्सेस होइन नि त। त्यसैले एक्सपेन्सेस ब्याड डेप्टको केसमा चाहिँ फेरि डेबिट, ब्याड डेप्ट रिसिप्टको केसमा क्रेडिट गर्नु पर्यो। टु गुड्स लस्ट बाई फायर अर थेफ्ट भने के भयो? डेबिट साइडमा इन्ट्री भयो। यो पनि सामानहरू के भयो त? लस भयो नि त। त्यसै गरी क्यारिएज आउटवार्ड भने के? क्यारिएज आउटवार्ड भने के होला? क्यारिएज कस्टहरू भनेको चाहिँ अब सपोज ट्रान्सपोर्टेसन कस्ट जस्तो हो, तिनीहरू पनि के हुने भयो? डेबिट साइडमा इन्ट्री हुने भयो। रिपेयर एन्ड मेन्टेनेन्स एक्सपेन्स खर्चै भयो, यो नि डेबिट। टु लस अन सेल्स अफ फिक्स्ड एसेट, यो पनि डेबिटमै गर्नु पर्यो। ट्राभलिङ एक्सपेन्सेसहरू पनि डेबिट। प्रिन्टिङ एन्ड स्टेसनरी पनि खर्च हो, त्यो नि डेबिट। टु रेन्ट रेट्स एन्ड ट्याक्सेस भनेको पनि यो हाम्रो खर्च भएर डेबिटमा गर्नु पर्यो। टु डेप्रिसिएसन अन फिक्स्ड एसेट पनि के हुन्छ? डेबिट साइडमा इन्ट्री। डेप्रिसिएसन भयो हो नि त। डेप्रिसिएसन भने सपोज 50,000 को एसेटको हाम्रो मूल्य चाहिँ कतिमा पुग्यो अरे? 40,000 पुग्यो अरे, के भयो त? डेप्रिसिएसन कतिको डेप्रिसिएसन भयो? 10,000 को डेप्रिसिएसन भयो, यो पनि कहाँ इन्ट्री गर्नु पर्यो? डेबिट साइडमा इन्ट्री। बुझ्यो? भ्यालु घट्यो नि त। अब क्यास घटेको होइन है, फेरि डेप्रिसिएसनको केसमा क्यास त घटेको छैन, सामान त बेचेको भए पो क्यास घट्छ, तर बेचेको होइन नि त। तर भ्यालु घट्दाखेरि पनि के गर्नु पर्यो? डेप्रिसिएसन अन फिक्स्ड एसेट पनि के गर्नु पर्दो रहेछ? त्यसो भए प्रफिट एन्ड लस एकाउन्टमा इन्ट्री गर्नु पर्दो रहेछ है। अनि अर्को के छ त? अदर एक्सपेन्सेस भनेर लेखिदिने। अनि त्यो हुने बित्तिकै हाम्रो एक्सपेन्सेसको कामहरू सक्यो। तर अब सपोज यिनीहरू एक्सपेन्सेस थियो, यो साइड के हो त? क्रेडिट डेबिट साइड भने यो साइड के हो त? एक्सपेन्सेसवाला साइड। अनि यो राइट साइडको साइड, यो क्रेडिट साइड भने के हो त? प्रफिट अथवा अर्निङको साइड होइन। अब प्रफिट अथवा अर्निङको साइड हायर देन एक्सपेन्सेसको साइड भयो भने प्रफिट हुन्छ कि लस हुन्छ? फेरि भन्छु है त, प्रफिट, ल यो प्रफिटको साइड इज हायर देन एक्सपेन्सेसको साइड भन्दाखेरि के हुन्छ त? प्रफिट हुन्छ कि लस हुन्छ? प्रफिट हुन्छ। भनेपछि सपोज अब हाम्रो यता टोटल, यता यो क्रेडिट साइडमा हामीले टोटल गर्दाखेरि चाहिँ 1,30,000 हुन आएको थियो अरे होइन। अनि यसमा टोटल गर्दाखेरि चाहिँ 1 लाख मात्र हुन गयो भने हाम्रो खर्च के भयो त? कम भयो कि भएन? हाम्रो अर्निङ भन्दा त्यो केसमा अब यता चाहिँ के भयो त? 30,000 को प्रफिट भयो कि भएन? अब त्यही 30,000 को प्रफिटलाई इन्ट्री कसरी गरिदिने त? टु नेट प्रफिट सिडी लेखिदिने र यता 30,000 लेखिदिने। अब जति हुन्छ त्यो चाहिँ निकाल्नु पर्यो क्या। बुझ्यो बुझेन? यो टोटल खर्च निकाल तिमीले, जोड कति हुन आउँछ र यताको टोटल यो अब क्रेडिट हामीले जे गरेका छौँ नि ती सबैलाई जोड कति हुन आउँछ। त्यो केसमा क्रेडिट इज ग्रेटर देन डेबिट हुँदाखेरि के गर्नु पर्यो त? टु के भन्नु पर्यो? टु नेट प्रफिट भन्नु पर्यो है। अघि ग्रस त ट्रेडिङ एकाउन्टमा हुन्छ। अब यो प्रफिट एन्ड लस एकाउन्ट, ट्रेडिङ एन्ड प्रफिट एन्ड लस एकाउन्टको केसमा चाहिँ हामीले के लेख्नु पर्यो? लास्टमा चाहिँ लेख्ने नेट हुन्छ है। नेट लेख्नुपर्छ। ग्रसको त माथि काम भइसक्यो नि त, माथि बाई ग्रस प्रफिट त माथि नै लेखिसक्यौँ। बाई ग्रस प्रफिट सिधै क्रेडिट साइडमा लेख्नुपर्छ। तर अब प्रफिट हुँदाखेरिको केसमा चाहिँ टु नेट प्रफिट भयो भने चाहिँ केसमा लेख्नु पर्यो? डेबिट साइडमा लेख्नु पर्यो। किन लेख्नु पर्यो त? किनकि सपोज यता एक्सपेन्सेस 1 लाख छ,
अनि क्रेडिट साइडमा चाहिँ टोटल हाम्रो कमाइ चाहिँ 1,30,000 छ भनेपछि अब यतै 30,000 को प्रफिट भने यतै 30,000 लेख्यो भने त टोटल गर्दाखेरि त कति हुन्छ यता यता 1,60,000 हुन्छ यता 1 लाखै बाँकी रहन्छ कि रहँदैन त्यो भएर भयो त भनेपछि कहाँ इन्टर गर्नुपर्दो रहेछ त टु नेट प्रफिट भनेर चाहिँ डेबिट साइडमा इन्ट्री गर्नुपर्दो रहेछ कि पर्दैन त भनेपछि यता ल एक्सपेन्सेस 1 लाख भयो यता 1,30,000 हुन गयो भने 30,000 लेखिदिने जतिले अब यतासँग ब्यालेन्स गर्छ त्यो लेखिदिने त्यो लेखिदिने बित्तिकै के गरिदिने त टु नेट प्रफिट लेखिदिने र कति पैसा हुन आउँछ यो केसमा 30,000 इन्ट्री गरिदिने त अनि बुझ्यो सपोज यता चाहिँ 1,30,000 भयो अरे यता चाहिँ 1 लाख भयो अरे क्रेडिट साइडमा चाहिँ 1 लाख भयो भने यो के हो प्रफिट हो कि लस हो त कहाँ प्रफिट हुन्छ यो के हो डेबिट साइडमा के हो त एक्सपेन्सेस खर्चहरू हो क्रेडिट साइडमा के हो हाम्रो प्रफिट अथवा इन्कमहरू हो होइन भनेपछि इन्कम 1 लाख छ अनि हाम्रो खर्च 1,30,000 भनेर प्रफिट हुन्छ त लस भयो अब लसको केसमा चाहिँ इन्ट्री के गर्नु पर्यो त बाई नेट लस भनेर चाहिँ हामीले के गर्नुपर्छ नेट लस भनेर क्रेडिट साइडमा इन्ट्री गर्नु पर्यो कति इन्ट्री गर्नु पर्छ यो केसमा 30,000 यता 1 लाख छँदैछ यता 30,000 इन्ट्री गरेपछि कति भयो त 1,30,000 टोटल हुने भयो यता 1,30,000 यतिकै टोटल आयो कि आएन यस्तो गर्नु पर्यो कि बुझ्यो नि त्यसैले अब यो केसमा त अब प्रफिटकै हिसाबले यता डेबिट साइडमा नै इन्ट्री गरिदिएको छ टु नेट प्रफिट सिडी लेखेर तर केही गरेर यो प्रफिट नभएर लसको केस गएको रहेछ भने चाहिँ यता के लेख्नु पर्यो क्रेडिट साइडमा चाहिँ हामीले इन्ट्री गर्नु पर्थ्यो बाई नेट लस के भन्नु पर्थ्यो सिडी गरेर अनि कति रुपियाँ लस भयो त्यो इन्ट्री गर्नु पर्थ्यो बुझ्यो र त्यो टोटल कति हुन आउँछ यता टोटल इन्ट्री लेखिदिनु त अनि अब यो क्वेसन गरेपछि थाहा हुन्छ तर के प्लस गर्नुपर्छ के माइनस गर्नुपर्छ चाहिँ एकचोटि किताबको फर्मेटमा पनि हेर्नु पऱ्यो क्या यो चाहिँ कन्ट हुनुपर्ने चिज हो है अब एक्सपेन्सेस र इन्कम एक्सपेन्सेस चार्जेसहरू कहाँ केलाई कहाँ राख्ने भन्ने कुरा अब छुट्याउन जाने भने चाहिँ क्वेसन पनि सल्भ हुन्छ इजिली सल्भ हुन सक्छ है त अब एउटा क्वेसनै हेरौँ ल अहिले ल अब पहिला ब्यालेन्स सिटकै के गरौँ त ब्यालेन्स सिट भन्दा चाहिँ के अरे यो प्रफिट एन्ड लस एकाउन्टकै क्वेसन हेरौँ त्यो यो बनाउन जानिसकेपछि अनि त्यसपछि अनि ब्यालेन्स सिटको क्वेसनहरू ब्यालेन्स सिटको कन्सेप्ट बुझाउँछु अनि ब्यालेन्स सिटको पनि क्वेसनहरू चाहिँ गराउँछु है त अनि त्यो दुइटै बुझिसकेपछि अनि त दुइटैको एकैचोटि गर्न त गाह्रो हुँदैन क्या ल क्वेसन चाहिँ अर्कै भिडियोमा बनाउनु पर्छ जस्तो छ क्वेसन अर्कै भिडियोमा राखौँ है त क्वेसन सल्भ गरेको चाहिँ